हेलो साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल। हेर्नु है, आज बिहान म के गर्छु है त बाबुसँग। हेर्नु है, बिस्तारै मिलाएन, भर्खर उठेर मुख सुक्दो है। अब बिस्तारै मिलाउँछु, बिस्तारै काम गरेको देखाउँछु है। यस्तरी बिस्तारै मिलाएँ। अनि तल बाबु खेल्छ नि त, अनि तल पनि बिस्तारै लगाइदिएँ। अहिले फेरि चारखुट्टाले हिँड्ने भएको छ, अनि जताततै हिँड्छ, अनि त्यही भएर तल सिरानी राखिदिएको छु, त्यही पनि अटाएर हिँड्छ। अब बाबुलाई मैले लिटो बनाउँछु 1 चम्चा जति, अनि यसरी पानीमा, चिसो पानीमा भिजाएर राख्यो भने मजाले फिटिन्छ कि साह्रो पनि हुँदैन। अनि मजाले फिट्छ। बिस्तारै बनाएको भिडियो देखाउँछु है त। अनि अब एकछिन भिजाएर छोडेँ मैले साथीहरू। अनि यस्तो मजाले घोल्छु चिसो पानी हालेर। अनि मजाले मिचाइसकेपछि मजाले खान्छ बाबुले। फेरि काँचो भयो भने पेट दुख्छ नि त बच्चालाई। अनि त्यही भएर अब म झाडु लगाउँछु। यसरी बिहान झाडु लगाएँ, मजाले झाडु लगाउँछु। बाबुलाई चाहिँ कान्छाले हेर्नुपर्छ। अनि झाडु लगाएँ, कुकुर आएँ। कुकुर फेरि साइडको हामीले पालेको होइन। अनि हट भने, अनि बाहिर पोछा लगाएँ। भित्र पोछा लगाएको खिच्ने भ्याएन। अनि बाहिर पोछा लगाएँ मजाले। अनि अब लिटो बनाउँछु पहिला सुरु बाबुलाई। मजाले बिहानमा लिटो बनाएँ, चलाउँछु मजाले एकछिनसम्म मजाले चलाउँछु। अनि के परेको रहेछ, अनि मैले फालेर अनि फेरि गराएँ। अनि यसरी चलाउँदैछु बिस्तारै हुँदैछ सानो ग्यास बनाएर। अनि यो फेरि मजाले एकछिन पनि नछोडिकन चलाउनु पर्छ कि फेरि उत्तिकै डल्नुपर्छ। अनि बिस्तारै गर्दैछु मैले, हेर्नु है त। अनि अब 1 चम्चा घिउ हाल्छु मैले, शुद्ध घरको घिउ हो कि। अनि मजाले घिउ हाल्छु अलिकति। अनि अलिकति घिउ हालेर चाहिँ मजाले फेट्छु। एउटा हातमा मोबाइल, अनि एउटा हातले गर्दा चाहिँ मिस्सै नपानी सुरु छ नि त। अनि त्यही भएर अनि बिस्तारै चलाएँ। अनि यस्तो भयो लिटो फेरि। हेर्नु है, फाइनल हटबलमा हालेँ। अनि पानी, तातो पानी भकभक उमालेर दिएँ बाबुलाई। अब लिएर जान्छु। अब बाबुलाई सफा गर्न रेडी पार्यौँ। अनि बाबु फेरि यसरी खुट्टा चुस्दै बस्यो। अनि सफा गरेँ तातो पानीले, मुखसुख धोइदिएँ। सबैतिर गर्मी छ नि त, अनि पुसै गर्नुपर्छ। अनि त्यही भएर बिहान एकचोटि पुछिदिएको। अनि मजाले पुछिदिएँ। अनि मैले फेरि मसाज नै गरिदिन्छु बिहान पख। अनि एक्स्ट्रा कोकोनट ओइलले मसाज गरिदिएँ, बाबु फेरि खुसी हुन्छ कि। अनि मजाले यसरी मसाज गरिदिएँ। अनि मसाज गरेर बाबु फेरि हेर्दैछ, जे देख्यो त्यही चाहिन्छ क्या चल। अनि यसरी हेर्दैछ, अहिले यता फर्काएको, उता फर्किसक्यो। अनि भिटामिन खुवाइदिन्छौँ कि हामीले फेरि 1 वर्षसम्म भिटामिन खुवाइदिनु पर्छ अरे नि त। अनि भिटामिन खुवाइदिन्छौँ, भिटामिन खुवाइदिएँ। अनि अब लिटो खुवाउँछु। लिटो यस्तो अब एकछिन राखेको त्यस्तो भयो। अनि मजाले घोलेर पातलो बनाउँछु मैले। अनि यसरी घोलेँ। अनि बाबुले हेर्नु नि त, भिटामिन कति रुचाउँछ बाबुले पनि। अनि खायो। अनि सुरुमा त मुख बिगार्ने उहाँ रोयो। अनि फेरि बाबुले बुलाउँदै हुनुहुन्छ भिटामिनको खोल देखाएर। अनि हेर्दैछ बाबुले, मुख बिगार्दै खाँदै गरे। अनि हेर्नु कस्तो गर्छ, खालि जे देख्यो त्यही चाहिने, जे देख्यो त्यही चाहिने। अचलको बच्चा के हो। अनि रोछ कि हेर्नु न। अनि बाबुले चाहिँ ताली बजाऊ भन्दै भुलाउनु भयो, भुल्छ। अनि हामीले दुध खान्छौँ बिहानमा, 1 गिलास दुध खायौँ। अनि यसरी पप पनि मनपर्छ कि। अनि फेरि खाजा खाएको भाँडा माझ्नलाई रेडी गरेँ। अनि पानीको बोतल पनि राखेँ। अनि यसरी हेर्नु, मेरो करेसा बारी यस्तो बोडी छ, भिन्डी छ। भिन्डी हेरेको त छिप्पिसकेको रहेछ। भिन्डी खान पर्यो भनेको त छिप्पिसकेको रहेछ। अनि फेरि साग केलाएँ, धोइ पखाली गरेर ल्याएँ। अनि फेरि यता दाल भात तरकारी पकाउँदैछु। अनि बाबुलाई दुध खुवाएर, बाबुलाई यसरी सुताएर, फेरि बाबु सुतेको बेलामा फेरि छिटो काम भ्याउँछु भनेर फेरि अब बाबुको कपडा फेरि कति हुन्छ कि आजभोलि। अनि बाबुको कपडा र हाम्रो कपडा धोएँ। अनि यसरी नुहाएर अनि खाना खाएको भाँडा माझेको भिडियो गर्नै भुलेछु। अनि यसरी बाबु र म खेलिरहेछौँ। बाई बाई साथीहरू, बिहान काम चाहिँ यति हो मेरो। अनि बाबु र मस्त खेलिरहेछौँ। थ्याङ्क यू।